Hello everyone, welcome to yet another new video of Learn with Saurabh. आजको यो बसाइमा पनि बिजनेस रिसर्च मेथड जुन बिबिएस फोर्थ इयरको कम्पलसरी कोर्स हो, कम्पलसरी सब्जेक्ट हो, बिबिएस फोर्थ इयरको बिजनेस रिसर्च मेथड सब्जेक्ट अन्तर्गतको डाटा कलेक्सन एन्ड एनालाइसिस च्याप्टरभित्र रहेर विविध चर्चा परिचर्चाहरू गर्नेछौँ। आजको बसाइमा हामी सेभरल टेस्टका प्रोसेसहरू, सेभरल टुल्सहरू हेर्नेछौँ डाटा एनालाइसिसको। भिडियो सुरु गर्नुभन्दा अगाडि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नु होला र यस्तै युजफुल भिडियो कन्टेन्टका लागि च्यानलको नोटिफिकेसन अन गर्न नबिर्सनु होला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। फ्रम द टपिक टी टेस्ट। टी टेस्ट भनेको चाहिँ एउटा स्ट्याटिस्टिकल टुल हो, जुन टुल चाहिँ दुईवटा ग्रुपको एभरेज कम्पेरिजनको लागि एभरेज चाहिँ कम्पेरिजन गर्नको लागि युज हुन्छ। स्याम्पलको साइज सानो भएको अवस्थामा स्याम्पलको मिडियन जाँच गर्नुपर्छ वा दुईवटा इन्डिपेन्डेन्ट स्याम्पलको मिडियनको चाहिँ लजिकल डिफ्रेन्स चेक गर्न चाहिँ टी टेस्ट मेथड युज हुन्छ। टी टेस्ट मेथड युज गर्नको लागि हामी सर्टेन एजम्सनमा बसेर काम गर्नुपर्ने हुन्छ, जुन एजम्सन भनेको चाहिँ एउटा इन्डिपेन्डेन्स, स्वतन्त्रता, अर्को भनेको जनसङ्ख्याको विचरण थाहा नहुने, डिस्ट्रिब्युसन अफ पपुलेसन हामीलाई थाहा छैन भने, अर्को भनेको डाटालाई सिम्पल रूपमा चाहिँ डिस्ट्रिब्युट गरिएको हुनुपर्छ। त्यस पछाडि दुईवटा समूहका डिफ्रेन्समा चाहिँ सिमिल्यारिटी हुनुपर्छ, जस्ता एजम्सनहरूमा चाहिँ यो प्रोसेस युज प्रिपेयर गरिएको हुन्छ। अब टी टेस्टभित्र पनि अरू सेभरल छ। सबैभन्दा पहिला भनेको हामी कुरा गरौँ सिङ्गल मिन टी टेस्टको बारेमा। यो भनेको चाहिँ रिसर्चरले डिटरमाइन गरेको भ्यालु र टेबलमा दिएको भ्यालु अनि स्याम्पल कलेक्सनबाट आएको डाटाको भ्यालुको बिचमा कम्पेयर गर्ने तिनवटा भ्यालु है। एउटा भ्यालु सेट बाई रिसर्चर, अर्को भ्यालु प्रोभाइडेड बाई टेबल र अर्को भनेको भ्यालु प्रोभाइडेड बाई स्याम्पल कलेक्सन, प्रोभाइडेड बाई डाटा फ्रम स्याम्पल कलेक्सन। यो तिनवटा बिचको भ्यालुको, यो तिनवटाको भ्यालुको चाहिँ कम्पेयर गर्ने र हाइपोथेसिस टेस्टिङ गर्ने कुरा चाहिँ सिङ्गल मिन टी टेस्ट हो। यसको फर्मुला यहाँ स्क्रिनमा यहाँहरूले देख्न सक्नुहुन्छ। अब सिङ्गल मिन टी टेस्टमा पनि के सर्टेन एजम्सन्सहरू छन्, जुन चाहिँ स्क्रिनमा यसरी देखाइएको छ। पहिलो इन्डिपेन्डेन्स, स्वतन्त्रता, नियमित मापन, अनियमित जनसङ्ख्याको नमुनाबाट प्राप्त र नियमित वितरण। अघि हामीले माथि टी टेस्टकै एजम्सनमा पनि कुरा गऱ्यौँ, डाटाहरू इन्डिपेन्डेन्ट हुनुपर्छ भन्ने खालको एजम्सन। अनि त्यस पछाडि डाटाहरू चाहिँ रेगुलर, यहाँ सिङ्गल मिन टी टेस्टमा आउँदै गर्दाखेरि चाहिँ डाटा रेगुलरली मेजरमेन्टमा बसिरहेको हुनुपर्छ अथवा डाटा मस्ट बी मेजर्ड कन्टिन्युसलीका कुराहरू। त्यस पछाडि डाटामा चाहिँ ऱ्यान्डम स्याम्पल, पपुलेसनको ऱ्यान्डम स्याम्पलबाट लिनुपर्छ, कुनै स्पेसलाइज स्याम्पलबाट लिनु हुँदैन सिङ्गल मिन टी टेस्टको लागि, र डाटा चाहिँ नर्मल डिस्ट्रिब्युसन गरिएको हुनुपर्छ। कुरा गरौँ अब टु मिन टी टेस्टको है। टु मिन टी टेस्टको युज चाहिँ जेनरली दुईवटा एभरेजको डिफ्रेन्स छ कि छैन, लजिकल छ कि छैन, र कोइन्सिडेन्सले मात्रै चाहिँ त्यो अनियमितता भएको हो कि होइन भने हेर्न प्रयोग गरिन्छ। एभरेज सक्सेसको रेट कुनै पनि काम गर्नुभन्दा अगाडि बढी थियो कि थिएन भनेर हेर्न पनि टु मिन टी टेस्टले हेल्प गर्छ। दुईवटा स्याम्पलबाट लिएको डाटाहरू इन्डिपेन्डेन्ट हुनुपर्ने, डाटाको नर्मल डिस्ट्रिब्युसन हुनुपर्ने, अनि दुईवटा स्याम्पलको बिचमा डिफ्रेन्स सेम हुनुपर्ने, अलमोस्ट सिमिलर हुनुपर्ने, अनि दुइटै डाटा चाहिँ ऱ्यान्डम सेलेक्सनबाट लिएको हुनुपर्ने, जस्तो एजम्सनमा चाहिँ टु मिन टी टेस्टले काम गर्छ। यो एजम्सन भएमा मात्र टु मिन टी टेस्टले चाहिँ काम गर्छ, आफ्नो एक्जिस्टेन्स देखाउन सक्छ। कुरा गरौँ अब एक्स स्क्वायर टी टेस्टको। एक्स स्क्वायर टी टेस्ट अर्को एउटा स्ट्याटिस्टिकल टुल हो, जुनले चाहिँ टु अर मोर होइन, दुईवटा वा दुईभन्दा बढी समूहको बिचको इन्टरडिपेन्डेन्स टेस्ट गर्छ क्या। इन्टरडिपेन्डेन्स, इन्डिपेन्डेन्स होइन, डिपेन्डेन्स होइन, इन्टरडिपेन्डेन्स। एउटा समूह अर्को समूहसँग कति बढी इन्टरडिपेन्डेन्स छ, दुईवटा समूह एकअर्कामा कुन लेभलमा डिपेन्डेन्ट छन् भन्ने खालको कुराहरू चाहिँ चेक गर्नु नै एक्स स्क्वायर टेस्टको अब्जेक्टिभ हो। क्याटेगोरिकल भेरिएबल्सहरूको डिस्ट्रिब्युसनको बारेमा हाइपोथेसिस टेस्टिङ गर्नलाई चाहिँ
एक्स स्क्वायर टेस्ट प्रयोग गरिन्छ। यहाँ हामीले देख्न पनि सक्छौँ यसको प्रयोग कोटिगत चरहरू अथवा क्याटेगोरिकल भेरिएबल्सको डिस्ट्रिब्युसनका बारेमा हाइपोथेसिस टेस्टिङ गर्नलाई युज हुन्छ। यसलाई चाहिँ यहाँ स्क्रिनमा देखाइएको फर्मुला युज गरेर गर्न सकिन्छ, जहाँ चाहिँ सी भनेको चाहिँ डिग्री अफ फ्रिडम हो, स्वतन्त्रताका मान हो, ओ भनेको अब्जर्भेसनको भ्यालु हो, अब्जर्भेसनको डिग्री हो, र आशातीत मान ई भनेको चाहिँ एक्सपेक्टेड भ्यालु हो। हामीले यसरी बुझ्न सक्छौँ। अब यसको एजम्सनको बारेमा कुरा गरौँ है। यसको एजम्सनको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ दुईटै भेरिएबल क्याटेगोरिकल हुनुपर्छ। सबैभन्दा पहिलो एजम्सन अब्जर्भेसन इन्डिपेन्डेन्टली गरिएको हुनुपर्छ। दोस्रो एजम्सन, तेस्रो एजम्सन कन्टिन्जेन्सी टेबलमा युज गरिएको सेल्स चाहिँ एक्सक्लुजिभ हुनुपर्छ, एक आपसमा असमान हुनुपर्छ। डाटा इमिडिएट टेबलमा अथवा आकस्मिक तालिका वा कोषहरूमा चाहिँ डाटाहरू एक आपसमा मिल्ने खालको हुनु हुँदैन। र एक्सपेक्टेड भ्यालु चाहिँ हरेक सेलको 5 अर ग्रेटर हुनुपर्छ। यस्तो एजम्सनको आधारमा चाहिँ हामी एक्स स्क्वायर टेस्ट कन्डक्ट गर्छौँ। अब अर्को छ गुडनेस अफ फिट टेस्ट भनेको परीक्षणको उपयुक्तता परीक्षण है। यो चाहिँ अब्जर्भेसन गरेको ट्रेन्डसँग अनुमानित ट्रेन्ड भनेको प्रेडिक्टेड ट्रेन्ड कतिको मिल्छ भनी हेर्ने प्रोसेस हो क्या। अब्जर्भेसनबाट आएको भ्यालु स्ट्रक्चरसँग चाहिँ हाम्रो के अरे प्रेडिक्सनको स्ट्रक्चर चाहिँ कुन लेभलसम्म मिल्छ भनेर हेर्ने प्रोसेस चाहिँ के हो भन्दाखेरि गुडनेस अफ फिट टेस्ट हो। अनि यसको युज चाहिँ अब्जर्भेसनबाट आएको डाटा र प्रेडिक्ट गरिएको डाटा बिचको लजिकल डिफ्रेन्स चेक गर्नलाई गरिन्छ, जसको प्रोसेस चाहिँ सेभरल प्रोसेस छ। सम अफ देम आर एक्सपेक्टेड फ्रिक्वेन्सिजको क्यालकुलेसन, सी स्क्वायर टेस्ट होइन, त्यस पछाडि क्रिटिकल सी स्क्वायर भ्याल्युज, अनि कम्पेयर सी स्क्वायर भ्यालु टु क्रिटिकल भ्यालु होइन। अनि क्रिटिकल सी स्क्वायर भ्यालुको फाइन्डिङमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि डिग्री फ्रिडम डिग्री र सिग्निफिकेन्स लेभल पनि पत्ता लगाउँछौँ। यस पछाडि सी स्क्वायर भ्यालुको चाहिँ क्रिटिकल भ्यालुसँग कम्पेरिजन, अनि नल हाइपोथेसिस रिजेक्ट गर्ने कि नगर्ने भन्ने खालको डिसिजन चाहिँ यसको प्रोसेस हो, एट द एन्ड प्रोसेस हो। अब सी स्क्वायरको इन्डिपेन्डेन्स टेस्ट कसरी गर्ने अथवा सी स्क्वायर इन्डिपेन्डेन्सको एट्रिब्युट टेस्ट कसरी गर्ने भने चाहिँ सी स्क्वायरको स्वतन्त्रताको परीक्षण दुई क्रमिक चरहरूको एक आपसमा अन्तर सम्बन्धित छन् छैनन् भनेर हेर्नु, इन्टरडिपेन्डेन्सको चेक गर्नु। यदि दुईवटा भेरिएबल्सहरू चाहिँ रिलेटेड छन् भने भ्यालुको भेरिएबलको जसको चाहिँ एउटा फिक्स्ड भ्यालु छ त्यो सिमिलर भेरिएबलसँग इन्डिपेन्डेन्ट हुन्छ। र यसबाट चाहिँ हामीले अब्जर्भेसन गरेको स्ट्रक्चर चाहिँ हाम्रो एक्सपेक्टेड स्ट्रक्चरसँग मिल्छ कि मिल्दैन भन्ने कुरा हो। अब हाइपोथेसिस टेस्टिङको बारेमा, यसको प्रोसिजरको बारेमा थोरै कुरा गरौँ। जेनरली स्ट्याटिस्टिकल वेमा हेर्ने हो भने हाइपोथेसिस टेस्टिङको दुईवटा प्रोसेस छ। एउटा भनेको अस्वीकृत क्षेत्र विधि, अनि अर्को भनेको पी भ्यालु टेस्टिङ मेथड। कुरा गरौँ रिजेक्सन रिजन मेथडबाट। यसको विधि चाहिँ युज गर्नको लागि, यसको यो प्रोसेस यो मेथड युज गरेर हाइपोथेसिस टेस्टिङ गर्नको लागि सबैभन्दा तल देखाइएको स्टेजेसहरू कम्प्लिट गर्नुपर्छ। सबैभन्दा पहिला हाइपोथेसिसको डेभलपमेन्ट गर्नुपर्छ, अनि त्यो हाइपोथेसिस डेभलप भइसकेपछि त्यसको 1 टेल्ड र 2 टेल्ड टेस्टिङ गर्नुपर्छ, अनि सिग्निफिकेन्स लेभल सेलेक्ट गर्नुपर्छ। जस्तो हाम्रो यो हाइपोथेसिसमा चाहिँ यति लेभलको मिस्टेक हुनसक्छ चाहिँ त्यो चाहिँ पहिल्यै डिटर्माइन गर्नुपर्छ। जस्तो यहाँ भनिएको पनि छ, पूर्व निर्धारित प्री डिटर्माइन्ड इरर्सको लेभल प्री डिटर्मिनेसनको आधारमा हाइपोथेसिसको टेस्टिङ गर्नुपर्छ। भनेको चाहिँ इरर चाहिँ कति हुनसक्छ भन्ने खालको त्यो चाहिँ पहिल्यै डिटर्माइन गरेर अनि फर्दर प्रोसेस अगाडि बढाउनुपर्छ हाइपोथेसिस टेस्टिङको, जुन चाहिँ जेनरली 1%, 5%, 10%मा चाहिँ डिटर्माइन गर्ने गरिन्छ। थर्ड स्टेप भनेको चाहिँ स्याम्पल स्ट्याटिक्स
पत्ता लगाउने र स्याम्पल डिस्ट्रिब्युसन डिटर्माइन गर्ने। त्यस पछाडि छ हाम्रो टेस्टिङ स्ट्याटिक्सको डिटर्मिनेसन, जुन भनेको चाहिँ परीक्षण तथ्याङ्क शास्त्रलाई डिफाइन गर्ने होइन, टेस्ट गर्ने स्ट्याटिक्सलाई डिफाइन गर्ने र त्यसको डिटर्मिनेसन चाहिँ शून्य हाइपोथेसिस अथवा जिरो परिकल्पना, शून्य परिकल्पना H0 को आधारमा गर्ने। परीक्षण तथ्याङ्क शास्त्रको स्ट्याटिक्सको चाहिँ टेस्टिङ स्ट्याटिक्सको चाहिँ क्रिटिकल भ्यालु र क्रिटिकल रिजनलाई चाहिँ आइडेन्टिफाई गरेर त्यसको टेबलको आधारमा डिसिजन लिने र निष्कर्ष लिने बेसहरू चाहिँ, निष्कर्षका आधारहरू चाहिँ के हो त भन्दाखेरि स्ट्याटिक्सको युजबाट आएको भ्यालु टेबलमा दिएको भ्यालुभन्दा कम भएमा नल हाइपोथेसिस, जसलाई हामी शून्य परिकल्पना भन्छौँ, एक्सेप्ट हुन्छ र अल्टरनेटिभ हाइपोथेसिस रिजेक्ट हुन्छ, जसको अर्थ चाहिँ स्याम्पल र स्ट्याटिक पपुलेसनमा चाहिँ कुनै पनि फिचरहरूको क्यारेक्टरिस्टिकल डिफ्रेन्स छैन भन्ने बुझिन्छ। भन्न खोजेको कुरा चाहिँ के हो भने स्ट्याटिक्सको युजबाट आएको भ्यालु टेबलमा भएको भ्यालुभन्दा कम भएमा चाहिँ नल हाइपोथेसिस, शून्य परिकल्पना एक्सेप्ट हुन्छ र त्यो एक्सेप्ट हुनुको अर्थ अल्टरनेटिभ हाइपोथेसिस रिजेक्ट हुन्छ र स्याम्पलको फिचर र पपुलेसनको फिचरमा कुनै पनि डिफ्रेन्स छैन भन्ने बुझिन्छ। भने त्यसको उल्टो भयो भनेमा चाहिँ डिफ्रेन्स छ भन्ने बुझ्नुपर्छ। टेबलमा भएको भ्यालु चाहिँ आएको भ्यालु अथवा क्यालकुलेट गरिएको भ्यालुभन्दा बढी भयो भनेमा चाहिँ अल्टरनेटिभ हाइपोथेसिस एक्सेप्ट हुन्छ र अल्टरनेटिभ हाइपोथेसिस एक्सेप्ट हुँदै गर्दाखेरि चाहिँ स्याम्पलको डिफ्रेन्स र स्याम्पलको क्यारेक्टर, फिचर्स र पपुलेसनको क्यारेक्टर अथवा फिचर्समा चाहिँ डिफ्रेन्स छ भन्ने खालको बुझाइ हामीले राख्नुपर्छ। कुरा गरौँ पी भ्यालु टेस्टिङ मेथडको। यो भ्यालु चाहिँ यो मेथडको एप्लिकेसनको वे चाहिँ यस्तो रहेको छ। सबैभन्दा पहिला चाहिँ राइट साइड टेस्टिङ गर्नुपर्छ। राइट साइड टेस्टिङमा चाहिँ पी भ्यालु स्ट्याटिस्टिकल मेथडको प्रयोग गरी निकालिएको राइट पार्ट हो होइन। अनि यसको निर्धारण HO द्याट इज नल हाइपोथेसिसको आधारमा गरिन्छ। अनि लेफ्ट साइड स्ट्याटिस्टिकल प्रोसेसमा चाहिँ लेफ्ट साइड टेस्टिङमा चाहिँ पी भ्यालुको स्ट्याटिस्टिकल युज गरी, पी भ्यालु स्ट्याटिस्टिकल मेथडको युज नगरी, यहाँ चाहिँ नगरिकन निकालिदिन्छ क्या। एउटा चाहिँ निकालेर गरिन्छ, स्ट्याटिस्टिकल मेथड युज गरिन्छ, जुन चाहिँ हाम्रो राइट साइड हो होइन, राइट साइड हो टेस्टिङको, द्याट इज HO, द्याट इज बेस्ड अन HO। अनि हाइपोथेसिस लेफ्ट साइडमा चाहिँ हुने हाइपोथेसिस अथवा लेफ्ट साइडमा हुने पी भ्यालु चाहिँ स्ट्याटिस्टिकल मेथडको युज नगरिकन गरिन्छ। अनि द्याट इज त्यो पनि HO को आधारमा डिटर्माइन गरिन्छ। अनि यसरी गर्दाखेरि चाहिँ द्विपक्षीय परीक्षण गर्दाखेरि चाहिँ पी भ्यालुको डिटर्मिनेसन चाहिँ देखाइएको प्रोसेस अनुसार गरिन्छ। HO भने अन्तर्गत भनेको चाहिँ नल हाइपोथेसिस अन्तर्गत स्ट्याटिक्सको युज गरी निकालिएको लेफ्ट साइडको भ्यालुको 2 टाइम्सलाई चाहिँ बायाँ पक्ष परीक्षण, टु टेल भनिन्छ, 2 गुणालाई। तर यस्ता मानहरू ऋणात्मक छ भनेको नेगेटिभ छ अथवा नेगेटिभ छ, तर यदि उक्त मान धनात्मक छ भने टु टेल्ड भनिन्छ। लेफ्ट साइडको भ्यालु इन्टु 2 गर्ने भ्यालुलाई टु टेल्ड भनिन्छ। तर यदि त्यो भ्यालु चाहिँ नेगेटिभ छ भने मात्रै। तर इफ त्यो भ्यालु पोजिटिभ छ, भ्यालुहरू पोजिटिभ छ भने राइट साइडमा डिटर्माइन गरिएको भ्यालुको 2 टाइम्स एरियालाई चाहिँ टु टेल भनिन्छ क्या। अनि यसको डिटर्मिनेसन, यसको मेजरमेन्ट चाहिँ HO अन्तर्गतै गरिन्छ। भ्यालु नेगेटिभ आइरहेछ भने सिम्पल हिसाबमा बुझ्नुपर्ने कुरा टु टेल टेस्टिङको चाहिँ के हो भन्दाखेरि पी भ्यालु इफ नेगेटिभ आइरहेछ भने लेफ्ट साइडको भ्यालुको 2 टाइम्स मल्टिप्लाई गरेर, लेफ्ट साइडको भ्यालुलाई 2 टाइम्स मल्टिप्लाई गरेर आउने भ्यालु टु टेल्ड हो इफ द भ्यालु इज नेगेटिभ।
तर इफ भ्यालु इज पोजिटिभ, हामीले क्यालकुलेट गरेको पी भ्यालु पोजिटिभ छ भने राइट साइडको भ्यालु, राइट साइडमा निर्धारण गरेको भएको 2 टाइम्स एरियालाई चाहिँ टुटेल भनिन्छ र जसको डिटर्मिनेसन, जसको क्यालकुलेसन एचओबाट गरिन्छ, एचओ प्रोसेसबाट गरिन्छ। अब केही इम्पोर्टेन्ट प्यारामेट्रिक्सहरू छ हाइपोथेसिस टेस्टिङको, है परिकल्पना परीक्षणको केही प्यारामेट्रिक टेस्टहरू छ। सबैभन्दा पहिलो जेड टेस्ट हो होइन। यो जेड टेस्ट चाहिँ जनसङ्ख्याको डिस्ट्रिब्युसन, पपुलेसनको डिस्ट्रिब्युसन नर्मल भएको अवस्थामा मात्र यसको युज हुन्छ। अनि स्याम्पलको साइज मोर देन 30 भएको अवस्थामा, स्याम्पल चाहिँ ह्युज पपुलेसनबाट लिएको अवस्थामा, अथवा स्याम्पलको स्ट्यान्डर्ड थाहा भएको अवस्थामा, स्तरीय विचलन थाहा भएको अवस्थामा यो विधि प्रयोग गरिन्छ। सामान्यतया यो विधि निम्न अवस्थामा यस विधिको प्रयोग गरिन्छ यदि जनसङ्ख्या ठुलो छ र सामान्य रूपमा वितरित छ, पपुलेसन इज ह्युज अनि नर्मली डिस्ट्रिब्युटेड छ भने एउटा। अर्को भनेको चाहिँ पपुलेसनको एक्सपेक्टेड मिनसँग स्याम्पलको मिडियन, स्याम्पलको मिनलाई कम्पेयर गर्नका लागि युज गर्न सकिन्छ। तर कन्डिसन चाहिँ फेरि के हो भन्दाखेरि स्याम्पलको साइज चाहिँ ठुलो हुनुपर्छ है। अर्को भनेको यदि हामीलाई पपुलेसनको भेरिएन्स थाहा छ र दुईवटा ठुलो र इन्डिपेन्डेन्ट स्याम्पलहरूको कम्पेयर गर्न आवश्यक छ भने यो मेथड युज गर्न सकिन्छ। पपुलेसन भेरिएन्स थाहा छ, स्याम्पल प्रोपोर्सनलाई चाहिँ थ्योरिटिकल भ्यालु अफ पपुलेसन प्रोपोर्सनसँग कम्पेयर गर्न आवश्यक छ भने पनि युज हुन्छ जेड टेस्ट। यस पछाडि दुईटा इन्डिपेन्डेन्ट स्याम्पलहरूको सङ्ख्या चाहिँ ठुलो छ र स्याम्पलहरूको रेसियोको डिफ्रेन्स पत्ता लगाउन आवश्यक छ भने पनि हामी जेड टेस्ट युज गर्छौँ। यो बाहेक मिडियन, मोड अनि कोफिसिएन्ट अफ कोरिलेसन जस्ताको सिग्निफिकेन्स टेस्ट गर्न आवश्यक छ भने पनि यो युज गरिन्छ। तर यदि पपुलेसन नर्मली डिस्ट्रिब्युटेड छ र फिक्स छ, पपुलेसन साइज फिक्स छ, स्याम्पलको साइज सानो वा ठुलो जेसुकै भए पनि पपुलेसनको डिफ्रेन्स थाहा छ भने चाहिँ जेड भ्यालु निकाल्ने फर्मुला चाहिँ यहाँ स्क्रिनमा देखाइएको छ। अब यहाँनिर चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि एज हो नल हाइपोथेसिस होइन, यसमा चाहिँ स्याम्पलहरूको एभरेज र स्ट्यान्डर्ड डेभिएसन, स्तरीय विचलन चाहिँ ह्युज पपुलेसनबाट लिएको हो। यो हाम्रो नल हाइपोथेसिस भयो। अल्टरनेटिभ हाइपोथेसिस H1 चाहिँ के आयो भन्दाखेरि यहाँ हाइपोथेसिस 1 मा एउटा टुटेल टेस्ट देखाइएको छ, स्क्रिनमा प्रेजेन्ट गरिएको छ। यो यहाँहरूले इजिली हेर्न सक्नुहुनेछ। यु इज नट इक्वल टु युओ होइन। अनि त्यस पछाडि लेफ्ट टेल टेस्टमा चाहिँ यु इज स्मलर देन युओ र राइट टेल टेस्टमा चाहिँ यु इज ग्रेटर देन युओ होइन। माथिको एजम्सनहरूलाई चाहिँ जेड टेस्टको युज गरेर चेक गर्न सकिन्छ। अर्को टी टेस्टको बारेमा हामीले माथि नै कुरा गरिहाल्यौँ। अर्को छ इन्डिपेन्डेन्ट स्याम्पल टेस्ट, टु इन्डिपेन्डेन्ट स्याम्पल टेस्ट। यो चाहिँ कतिखेर युज हुन्छ भने इफ हाम्रो डाटाहरू चाहिँ सिम्पल्ली डिस्ट्रिब्युटेड छन् र पपुलेसनको भेरिएन्स थाहा छ भने हामी टी टेस्टको अथवा इन्डिपेन्डेन्ट स्याम्पल टेस्टको प्रयोग गर्न सकिन्छ, जहाँ चाहिँ फर्मुला यस्तो रहेको छ। तर यहाँ यदि स्याम्पलको साइज सानो छ, पपुलेसन नर्मल्ली डिस्ट्रिब्युटेड छ र पपुलेसनको भेरिएन्स अथवा जनसङ्ख्याको फरक बराबर छ भन्ने मान्यता राखिएको छ भने टी टेस्ट प्रयोग गर्नुपर्छ, जसमा प्रयोग गर्ने सूत्र देखाइएको छ। टु रिलेटेड स्याम्पल टेस्ट हाम्रो अर्को प्यारामेट्रिक टेस्ट हो, जसमा चाहिँ व्यक्तिहरू, वस्तुहरू अथवा क्रियाकलापहरू चाहिँ इन्टर रिलेटेड छन्, एक आपसमा मिल्छन् र कुनै पनि विषयहरूलाई दुईचोटि टेस्ट गरिन्छ, दुईचोटि मेजर गरिन्छ भने त्यस्तो अवस्थामा दुईटा पर्टिकुलर स्याम्पलको टेस्ट गर्नुपर्छ।
अनि यो केसमा चाहिँ टी टेस्ट युज गर्न हरेक समूहको डिफ्रेन्स निकाल्न पर्यो र स्याम्पललाई चाहिँ 2बाट 1मा ल्याउनु पर्यो। 2टा स्याम्पललाई एउटा स्याम्पलमा ल्याउनु पर्यो र उनीहरूलाई इन्डिपेन्डेन्ट बनाएर स्क्रिनमा देखाएको फर्मुला युज गर्नु पर्यो। के इन्डिपेन्डेन्ट स्याम्पल टेस्ट छ अर्को। यो भनेको चाहिँ अनुसन्धानका क्रममा 3 वा बढी स्याम्पलहरूको युज हुन्छ भने 2टासम्मको स्याम्पल युज हुँदाखेरिको हुने स्याम्पल टेस्टहरू हामीले माथि हेऱ्यौँ। अब यहाँ चाहिँ 3 अर मोर देन 3 स्याम्पल टेस्ट युज हुन्छ भने चाहिँ स्याम्पलहरू युज हुन्छ भने चाहिँ हामीले युज गर्ने हो भनेको के इन्डिपेन्डेन्ट स्याम्पल टेस्ट हो। अनि यहाँनिर चाहिँ इन्टरभल मेजरमेन्टमा डाटाहरूको एनालाइसिस गरिएको हुन्छ र भेरिएन्सको एनालाइसिस अनि एफ टेस्ट गर्न सकिन्छ। तर यदि इनिसियल एनालाइसिसले चाहिँ एजम्सन पुरा गरेको छैन भन्ने लाग्छ भने वा डाटाहरू चाहिँ नाममात्रको मापक्रम वा द्याट इज नोमिनल स्केल अथवा र क्रमसूचक मापक्रममा राखिएका छन् भने नन प्यारामेट्रिक टेस्टहरूको सेलेक्सन गर्नुपर्छ। के इन्डिपेन्डेन्ट स्याम्पल टेस्टभित्रको थोरै एनालाइसिस गर्ने बाटोहरू हेरौँ। सबभन्दा पहिलो एनालाइसिस इज एनालाइसिस अफ भेरिएन्स, वी कल इट एज अनोभा, विचरणको विश्लेषण। यसमा चाहिँ 2 वा 2भन्दा बढी नमुनाको एकैपटक अध्ययन गर्नका लागि युज हुन्छ। अनि मल्टिपल कोरिलेसन कफिसियन्टको सिग्निफिकेन्स हेर्न पनि यसको युज गरिन्छ। अनि यो युज गर्नको लागि यो अनोभा मेथड युज गर्नको लागि चाहिँ हामीले थोरै स्टेजेसहरू छ त्यो पास गर्नुपर्ने हुन्छ। सबभन्दा पहिलो भनेको हाइपोथेसिस कन्स्ट्रक्सन। हाइपोथेसिस कन्स्ट्रक्सनमा चाहिँ हाम्रो नल हाइपोथेसिस देखियो, मध्यकहरू बराबर छन्। अनि अल्टरनेटिभ हाइपोथेसिस देखियो, मध्यकहरू बराबर छैनन् है। अनि त्यति गरिसकेपछि नेक्स्टमा जान्छौँ हामी, द्याट इज स्ट्याटिस्टिकल टेस्ट। एफ टेस्ट युज गरेर एफ टेस्ट सेलेक्सन गर्नुपर्छ जब त्यस्तो अवस्थामा जब हामीसँग के इन्डिपेन्डेन्ट छन् होइन, के इन्डिपेन्डेन्ट स्याम्पलहरू छन् र जसले चाहिँ अनोभाको एजम्सनलाई एक्सेप्ट गर्छ र इन्टरभल र स्ट्याटिक्सहरू छ। अनि त्यस पछाडि सिग्निफिकेन्स लेभल चेक गर्नुपर्छ, 0.05 वा 0.01 वा आवश्यकता अनुसार त्यसको औचित्यता निर्धारण गर्ने र स्वतन्त्रताको स्तर डिग्री अफ फ्रिडम डिटर्माइन गर्दाखेरि माथिको अङ्क निकाल्दा k-1 गर्ने र तलको अङ्क निकाल्दा n-1 गर्ने। त्यस पछाडि एफको भ्यालु निकाल्ने दिएको फर्मुलाको आधारमा अनि क्रिटिकल टेस्टमा जाने, इन्टरप्रिटेसन गर्ने। अनोभाको एजम्सनहरू हेरौँ। अनोभाको एजम्सन भनेको एउटा नर्मालिटी सामान्य अवस्थामा हुनुपर्छ, सामान्य अवस्थाका तथ्याङ्कलाई मात्र आधार बनाउने भन्छ। अर्को भनेको चरहरूको समानता, जसले चाहिँ समान चरहरूको तथ्याङ्कलाई आफ्नो समूहमा राख्न विशेष मद्दत गर्दछ। अनि इरर्स, इन्डिपेन्डेन्स अफ इरर्स, प्रत्येक प्राप्त अङ्क अन्य कुनै अङ्कभन्दा स्वतन्त्र रहन्छ होइन। र 2 खालको अनोभा हुन्छ। अनि त्यो भनेको एउटा एकतर्फी अनोभा जहाँ चाहिँ एउटा मात्र इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ, 2 वा 2टाभन्दा बढी क्याटेगोरीमा डिभाइडेड हुन्छ, जसले चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल र डिपेन्डेन्ट भेरिएबल बिचको क्रुसियल डिफरेन्सलाई देखाउँछ होइन। अब यहाँ चाहिँ अलिकति यो सबै माथिकै कुराहरूको चाहिँ एउटा डेप्थ समराइजेसन पार्ट मैले यहाँ राखेको छु। जस्तो ची स्क्वायर टेस्ट यसले चाहिँ कस्तो कन्डिसनमा युज हुन्छ, यो कस्तो कन्डिसनमा युज हुन्छ भन्दाखेरि तथ्याङ्कहरू एउटा 2टा वा सबभन्दा बढी इन्डिपेन्डेन्ट स्याम्पलबाट नोमिनल स्केलमा कलेक्सन गरिएको छ भने ची स्क्वायर युज हुन्छ। के को लागि भन्दाखेरि भेरिएबल्सहरूको इन्डिपेन्डेन्स टेस्ट गर्नको लागि। त्यस पछाडि अर्को छ क्यु टेस्ट होइन। अनि फिचर एक्ज्याक्ट प्रोभाबिलिटी टेस्ट, साइन टेस्ट, त्यस पछाडि म्यान विट्नी यु टेस्ट, अनि क्रुसल वालिस 1 वे अनोभा छ। त्यस पछाडि फ्रेडम्यान 2 वे अनोभा छ। अनि स्मिर्नफ क्लोमोग्रोभ स्मिर्नफवाला स्केल छ अर्को। यसरी चाहिँ हामीले सेभरल स्केलहरूको युज गरेर चाहिँ प्यारामेट्रिक टेस्ट, नन प्यारामेट्रिक टेस्टहरू कन्डक्ट गर्छौँ। माथि हामीले सेभरल टुल्सहरूको
डिस्क्रिप्सन हेऱ्यौँ, यहाँ त्यो स्क्रिनमा देखाइए अनुसारको डिस्क्रिप्सन हेऱ्यौँ र त्यस पछाडि त्यसको फलोअपमा चाहिँ यो तलपट्टि आएर हामीले एउटा सर्टेन टेबलमा समराइजिङ पार्ट हेऱ्यौँ। सी स्क्वायर टेस्टको कन्डिसन र फङ्सन, अनि कक्रन क्यु टेस्टको कन्डिसन र फङ्सन, फिसर एक्ज्याक्ट प्रोबेबिलिटीको कन्डिसन र फङ्सन, साइन टेस्टको कन्डिसन र फङ्सन, म्यान विट्ने यु टेस्टको कन्डिसन र फङ्सन, क्रुस्कल वालिस वान वे अनोभाको कन्डिसन र फङ्सन, अनि फ्रेडम्यान टु वे अनोभाको कन्डिसन र फङ्सन, क्लोमोगोरोभ स्मिर्नोभको कन्डिसन र फङ्सन हेऱ्यौँ र डाटा एनालाइसिसको टुल्सहरूको बारेमा हामीले चाहिँ केही जानकारी लिएँ, एउटा प्रयास गऱ्यौँ। यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? प्रभावकारी लाग्दै गर्दाखेरि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। सी यु